5 अध्याय एल्डरहरू र जवानहरूलाई ख्रीष्टका कष्टको साक्षी र प्रकट हुने महिमाको सहभागी भएको नाताले र एक सङ्गी एल्डरको हैसियतले तिमीहरू मध्येका एल्डरहरूलाई म आग्रह गर्दछु। तिमीहरूको रेखदेखमा राखिएको परमेश्वरका बगालको हेरचाह गर, करले होइन तर स्वेच्छाले, धनको लोभले होइन तर उत्साह साथ, तिमीहरूको जिम्मामा रहेकाहरूमाथि अधिकार जमाएर होइन तर बगालको निम्ति उदाहरण भएर। र जब मूल ढोगोठालो प्रकट हुनुहुनेछ तब तिमीहरूले महिमाको नओइलाउने मुकुट प्राप्त गर्नेछौ। त्यसै गरी जवान हो बुढापाकाहरूका अधीनमा बस, एक अर्काको अधीनमा रहेर तिमीहरू सबैले नम्रताको वस्त्र धारण गर, किनभने परमेश्वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ। यसकारण परमेश्वरको शक्तिलाई बाहुली मुनि तिमीहरू आफैलाई विनम्र तुल्याओ र उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ। तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदियो, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ। सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियावलस कसलाई भेट्टाऊ र खाइहालु भनी गर्जने सिंह चाहिँ खोजी हिँड्छ। विश्वासमा दरिला भएर त्यसको विरोध गर, किनकि संसारभरि नै तिमीहरूका दाजुभाइहरूले पनि यस्तै कष्टको अनुभव गरिरहनु परेको छ। सबै अनुग्रहका परमेश्वरले ख्रीष्टमा आफ्नो अनन्त महिमाको निम्ति तिमीहरूलाई बोलाउनु भएको छ। तिमीहरूले केही बेर कष्ट भोगेपछि उहाँले नै तिमीहरूलाई फेरि नयाँ पार्नुहुनेछ, स्थिर गर्नुहुनेछ र शक्तिशाली पार्नुहुनेछ। उहाँलाई नै पराक्रम र शक्ति सदा सर्वदा भइरहोस्। आमेन। अन्तिम अभिवादन। विश्वासयोग्य भाइ सिलासलाई यो छोटो पत्र लेखाइरहेछु। अर्ती दिँदै म यो घोषणा गरिरहेछु कि परमेश्वरको साँचो अनुग्रह यही हो, यसमा तिमीहरू दृढ भई खडा हो। बेबिलोनमा भएकी तिमीहरू जस्तै चुनिएकीले र मेरो छोरो मर्कुसले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्। एउटाले अर्कालाई प्रेमको चुम्बनले अभिवादन गर। ख्रीष्टमा भएका तिमीहरू सबैलाई शान्ति। पहिलो पत्रुसको पुस्तक अडियो रूपमा सुनिसक्नु भएको निम्ति तपाईँलाई बधाई छ। यसै गरेर सकेसम्म बाइबल अध्ययनलाई बढाउनुहोला। यदि सक्नुहुन्न भने हामीले तयार गरेको अडियो बाइबल भर्जनबाट तपाईँले बाइबलका 66वटै पुस्तक सुनेर आशिषित हुनुहोला र आफू मात्रै आशिषित भइसकेपछि अनि आफ्ना छिमेकी साथीभाइलाई पनि हाम्रो च्यानलको लिङ्कलाई सेयर गरेर तपाईँले अरू सबैजनालाई पनि आशिष पुर्याउन सक्नुहुनेछ। धन्यवाद। जय मसीह।